के हजुरको घर कम्पोस्ट बिन छैन र किन्ने सोचमा हुनुहुन्छ भने ल हेर्नुहोस् है, यसरी कसरी प्रयोग गर्ने भन्ने कुरा हेरौँ। आज जानेकोले जान्नु भएको छ, नजान्ने साथीहरूलाई यसरी एउटा फलामको जाली आउँछ। यसमा यो जाली राखिसकेपछि यो तल मोल नझरोस् भनेर यसरी पहिला हल्का डप्पी अथवा यस्तो अन्डाको कभर पनि राख्न सक्नुहुन्छ पिँधमा। यसरी राखिसकेपछि अब हामीले पहिलो लेयरमा मोल राख्ने है त। यसरी मोल राख्ने, एक लेयर मोल राखिसकेपछि हामीसँग जति पनि कुहिने चिजहरू छ यो राख्दै जाने अनि फेरि दिनदिनै थप्दै जाने, हल्का चिस्यान बनाइरहनुपर्छ। बनाउँदै जाँदाखेरि यहाँ तलबाट यसको मोल निकाल्ने आउँछ है, यहाँबाट यसरी निकाल्दै जाने गर्दाखेरि हामीलाई 12 महिना कहिल्यै पनि मोलको खाँचो पनि हुँदैन र यो फोहोर राख्ने चिजको पनि खाँचो हुँदैन। यसरी नै गर्दै जानुपर्छ, दिनदिनै यसरी टक्कन लाउने, यसरी नै मल तयार हुन्छ है।